नमस्कार साथीहरू, तपाईहरूमाझ आज हामी एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएका छौं। आज हामी सरकारी सेवा मध्ये सबैभन्दा आकर्षक र उत्कृष्ट रोजगार मानिने निजामती सेवा मध्येको नेपाल परराष्ट्र सेवाको विविध पक्षहरूबारे छलफल गर्नेछौं। यस जानकारीमूलक भिडियोमा हामी संलग्न सूची बमोजिमका विषयहरूमा केन्द्रित रहनेछौं। यस जानकारीमूलक भिडियोमा हामी संलग्न सूची बमोजिमका विषयहरूमा केन्द्रित रहनेछौं। निजामती सेवा ऐन 2049 को परिच्छेद 2 मा रहेको व्यवस्था बमोजिम 10 वटा सेवामध्ये नेपाल परराष्ट्र सेवा पनि एक सेवा हो। नेपाल परराष्ट्र सेवामा सिफारिस हुने कर्मचारीहरू विभिन्न देश तथा विदेशमा रहेका देहाय बमोजिमको कार्यालयहरूमा सेवा गर्ने अवसरहरू पाउँदछन्। नेपाल सरकारको परराष्ट्र मन्त्रालय मौफा अन्तर्गत रहेका 10 वटा महाशाखा, 2 वटा विभाग तथा 1 वटा सम्पर्क कार्यालय वीरगञ्ज, 7 वटा प्रदेश अन्तर्गतका मुख्यमन्त्रीको कार्यालय, नेपाल सरकारको 31 वटा राजदूतावास, राष्ट्रसङ्घका लागि नेपाल सरकारको 3 वटा स्थायी नियोग, नेपाल सरकारको 7 वटा महावाणिज्य दूतावास,